हेलो फ्रेंड्स, वेलकम टू आवर सिटिभिटी एजुकेशन। सबैलाई स्वागत छ। आज हामी थर्ड सेमेस्टरको भेरी इम्पोर्टेन्ट प्रश्न सल्भ गर्न गइरहेछौँ। यो प्रायः सो सोधिरा हुन्छ, जस्तै यो क्वेसन 63, 65, 66 मा सोधिएको छ भने यो 80, 81 पनि यस्तै खालको सोधिएको छ। यदि तपाईहरुले यो बुझ्नुभयो भने अब आउने क्वेसन मजाले सल्भ गर्न सक्नुहुन्छ र यो क्वेसन फिक्सै हो, जसरी पनि आउँछ। त्यही भएर यो भिडियो ध्यान दिएर हेर्दिनु होला। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गरेर प्रतिक्रिया दिनु होला। आज क्वेसन यो छ कि म्याक्सिमा, मिनिमा र पोइन्ट अफ इन्फ्लेक्सन निकाल्ने हुन्छ प्रायः सो। यही तीनटै केस निकाल्न सोधिरा हुन्छ प्रायः सो। अनि अब हामी सोलुसनतिर लागौँ। सोलुसनतिर लाग्दा फर्स्टमा हामीले के ध्यान दिनुपर्ने हुन्छ, यो क्वेसन भयो हैन हाम्रो। अब यसमा हामीले एफ ड्यास एक्स अनि एफ डबल ड्यास एक्स निकाल्नु पर्ने हुन्छ। यसमा के गर्नुपर्ने हुन्छ भने हामीले यो एक्स को भ्यालु घटाउनु पर्छ। अनि जुन यो पावर हुन्छ नि यो अगाडि मल्टिप्लाई हुन्छ। जस्तै यो यसलाई 2x क्यू छ नि, 2x क्यू छ हैन। अनि x लाई x क्यू लाई हामीले x स्क्वायर लेख्छौं र यो q लाई यता इन्टु गर्छौं अनि 2 3 जा 6 लेख्छौं। जस्तै कि 6x स्क्वायर लेख्छौं। त्यसपछि माइनस अनि फेरि यो x स्क्वायर लाई हामीले x मा चेन्ज गर्छौं अनि यो हुन्छ 15 2 जा 30x प्लस त्यसपछि x मात्र छ, त्यसो भए यो x जान्छ र 30x मात्र बाँकी रहन्छ। त्यसपछि यो 5 को पछाडी x केही छैन, त्यही भएर यो 0 हुन्छ। त्यसैले हामीले कन्सिडर गर्दैनौं, यसलाई छोडिदिन्छौं। त्यसपछि f डबल x निकाल्छौं। f डबल x मा फेरि त्यही प्रोसेस गर्ने हो। x स्क्वायर लाई x मा चेन्ज गर्नुपर्ने हुन्छ, x मा चेन्ज गर्नुपर्ने हुन्छ। अनि त्यसपछि 6 2 जा 12x लेख्छौं। त्यसपछि माइनस अनि x लाई चेन्ज गर्छौं अनि x जान्छ अनि 30x बाँकी रहन्छ। अनि 30x को पछाडी x छैन, त्यही भएर हामी 0 कन्सिडर गर्छौं। हामीले x यो 30x को पछाडी x छैन, त्यही भएर हामीले 0 कन्सिडर गर्छौं अनि लेख्दैनौं। अनि यो f ड्यास x को भयो, यो डबल x को भयो। अब अगाडि हामी लागौं। अब फर म्याक्सिमा एन्ड मिनिमा, फर म्याक्सिमा एन्ड मिनिमा हामीले यसमा के गर्नुपर्ने हुन्छ भने म्याक्सिमा एन्ड मिनिमा एफ एक्स इक्वल टु 0 कन्सिडर गर्नुपर्छ। अनि हामीले एफ ड्यास एक्स को भ्यालु यहाँ निकालेका छौं अनि त्यही पुट गर्छौं यहाँ। 6x स्क्वायर माइनस 30x प्लस 36 इक्वल टु 0। अब हामीले 9 10 मा गरे जस्तै यो खण्डीकरण गर्नुपर्छ यसलाई। जस्तै कि डिभाइड गरेर हामीले x को भ्यालु निकाल्नु पर्ने हुन्छ। ल अब हामी गरौँ यसलाई सल्भ। जस्तै यसमा कमन के छ, 6 कमन छ हैन। 6 6 5 जा 30, 6 6 जा 36 अनि 6 कमन लियौं। x स्क्वायर x प्लस 6 इक्वल टु 0। यो 6 लाई उता पठाउँदा 0 हुन्छ हैन। उता गएपछि यो 0 हुन्छ अनि यति बाँकी रहन्छ। x स्क्वायर माइनस 5x प्लस 6 इक्वल टु 0। अब यसमा पनि हामीले फर्स्ट इन्टु लास्ट गर्नुपर्ने हुन्छ। 6x स्क्वायर हुन्छ, त्यसपछि यसलाई फर्स्ट इन्टु लास्ट के भन्छ, त्यसपछि यसलाई हामीले खण्डीकरण गर्नुपर्ने हुन्छ। माइनस 3x माइनस 2x प्लस 6। अब हामीले यो दुईटामा अनि यो दुईटामा कमन लिनुपर्ने हुन्छ। यो दुईटामा कमन लिँदा x कमन लिने, त्यसपछि यसमा x बाँकी रहन्छ अनि यसमा माइनस 3 बाँकी रहन्छ। फेरि माइनस लिने अनि यसमा 2 कमन लिने, 2x अनि यो प्लस प्लस माइनस माइनस 3 इक्वल टु 0। अनि हाम्रो यो कमन आयो x माइनस 3 अनि x माइनस 2 इक्वल टु 0। यहाँबाट हाम्रो भ्यालु आयो x माइनस 3 इक्वल टु 0, x इक्वल टु 3 अनि x माइनस 2 इक्वल टु 0, x इक्वल टु 2। x को भ्यालु हाम्रो 3 अनि 2 आयो। हाम्रो x को भ्यालु दुईटा आयो हैन। अब दुईटा राखेर हामीले म्याक्सिमा र मिनिमा निकाल्छौं। त्यसपछि पोइन्ट अफ इन्फ्लेक्सन निकाल्छौं। हाम्रो x को भ्यालु आइसक्यो हैन। अब हामीले म्याक्सिमा र मिनिमा निकाल्नु पर्छ। म्याक्सिमा भनेको
सबभन्दा बढी भ्यालु अनि मिनिमा भनेको कम भ्यालु। अब हामीले यो x को भ्यालु यो f(x) = 2x³ - 15x² + 30x + 5 यसमा अब राखेर सल्भ गर्छौं। पहिला f को भ्यालु 2 राख्छौं। 2 राख्दा 2 × 2 को पावर क्यू - 15 × 2 को पावर स्क्वायर प्लस 30x × 2 + 5 यसलाई सल्भ गर्दा कति हुन्छ भने हाम्रो 2 × 8 हुन्छ। त्यसमा -15 × 4 + 72 + 5 अब यो सबैलाई सल्भ गर्दा तपाईको भ्यालु 33 आउँछ। 2 राख्दा 33 आयो हैन। अब f3 राखेर गरौँ त्यही क्वेशनमा। अब यसलाई हामी सल्भ गरौँ। थर्टी टू आयो। त्यसो भए हाम्रो म्याक्सिमा भ्यालु 33 भयो। मिनिमम भ्यालु 32 भयो। हामीले पोइन्ट अफ इन्फ्लेक्सन निकाल्नु पर्ने हुन्छ। पोइन्ट अफ इन्फ्लेक्सन निकाल्नु पर्ने हुन्छ। यसको के हुन्छ भने f(x) = 0 हुन्छ। जुन चाहिँ हामीले f(x) = यहाँ हामीले माथि निकालेका थियौं। f(x) = 12x - 30 त्यही राख्छौं। अब 12x - 30 = 0। यो माइनस उता गर्दा उता पठाउँदा प्लस हुन्छ हैन। त्यसपछि 12x उता गर्दा 30 भयो हैन। त्यसपछि हामीले यो 12 लाई उता गर्दा डिभाइडमा जान्छ। यता मल्टिप्लाई छ उता गएपछि डिभाइडमा जान्छ। x = 30/12। अब 12 ले 30 लाई कति चोटी मल्टिप्लाई गर्दा काट्दैन। अब हामीले तल 6 लेखि जान्छ होला। 6 5 = 30 6 2 = 12। हाम्रो पोइन्ट अफ इन्फ्लेक्सनको भ्यालु यति आयो।